भन्नुहुन्छ। हे व्यास मुनि, व्यासलाई बडा खिन्नता भएको, आज बडा दुःखमा परेर मेरो यसरी सम्पूर्ण शास्त्र पुराणहरू बनाई 6 शास्त्र 17 पुराण रचना गरिसके। अनि सानुलाई पनि, शूद्रले पनि, स्त्रीले पनि, महिलाले पनि, आज सबैले पढ्ने महाभारत बनाए। तर त्यति हुँदा पनि मेरो मनमा शान्ति आएन। किन यस्तो शान्ति नभएको नआएको होला भन्ने यस्तो भएर व्यास सधैँ खिन्नता भएर यसरी खिन्न मनले बस्नु भएको थियो। र सुतले भन्नुभयो, हे सनकी, हे सनकादिक, सुखपूर्वक बसेका नारद मुनिले वेदव्यासलाई हाँस्दै भन्नुभयो, हे व्यास, तपाईँले सबै अर्थले पूर्ण भएको महाभारत रच्नु भएको छ। त्यस्तै सनातन ब्रह्मको ज्ञान गर्नुभएको छ। तैपनि तपाईँ आकृतार्थ जस्तै खिन्न देखिनुहुन्छ भनेर सोधिएको व्यास भन्नुहुन्छ। तपाईँले भनेको सबै वस्तु मसँग छ, तैपनि मेरो चित्त शान्त छैन। मेरो कमी कमजोरीलाई हजुरले नै बताउनुहोस्। यसरी नम्र भावले व्यासजीले सोधेपछि नारदले भन्नुभयो, हे व्यास, तपाईँले जसरी धर्मादि विषयहरूको वर्णन गर्नुभएको छ, त्यसरी आज तिमीले के गर्यौ, कस्तो कस्तो गर्यौ, सबै कुरो उहाँले ती रचेका शास्त्र पुराण सबै जसरी टिचरले विद्यार्थीको चाहिँ पाठ विचार गरेर हेर्नुहुन्छ र लेखेको अनुसन्धान गर्नुहुन्छ, त्यस्तै प्रकारले सबै अनुसन्धान गरेर यसो हेर्नुहुन्छ। हेर्दाखेरि त उहाँले त सबै 4 वेद 6 शास्त्र 18 पुराण विभिन्न प्रकारको लेख्नुभएको, काहीँ यज्ञ लेखेको, काहीँ होम गर्नुपर्दछ, काहीँ व्रत गर्नुपर्दछ, काहीँ तीर्थ जानुपर्दछ। धेरै तीर्थ गयो भनेदेखि मोक्ष हुन्छ, कहिले यस्ता यज्ञ गरेदेखि मोक्ष हुन्छ, काहीँ नरबली, काहीँ पशु बलि, यस्ता विभिन्न प्रकारले लेखेको देखेर अनिखेरि त्यति बेला नारद मुनि भन्नुहुन्छ, हे व्यास, तिमीले यस्तो गलत गरेछौ। तिमीले यसरी सम्पूर्णको चाहिँ यसरी व्रत गर्नु, यज्ञ गर्नु, धेरै धेरै ठुलो ठुलो तीर्थ गर्नु भनेर चाहिँ लेख्नु भएछ। तर यो कलिका प्राणीको आयु चाहिँ कति लेख्नुभयो नि भन्दा, यो कलिको आयु लेखिन त मेरो अधिकार छैन। आज उनै ब्रह्मको हातमा छ, थोरै छ भनेर भनिसकेपछि अनि त्यति बेला भन्नुहुन्छ, ओहो, त्यसो भएदेखि तिमीले यदि भगवानको हातमा यो कुरा त आयु त भगवानको हातमा छ भनेदेखि तिमीले यसरी चाहिँ नि यस्ता अनेक थरीको चाहिँ नि किन लेख्यौ त? त्यसै विषयले गर्दा एक साधे सब साधे सब साधे सब जाए। एउटा कुरो नै जसरी गीतामा भनेको छ, तद्भाष्ये श्रुते न शासनक पावक यद्गत ननिवर्तन्ते तद्धाम परमं मम। आज एउटा परमात्मा श्रीकृष्ण भजेर नै प्राप्त त परमधाम प्राप्त हुन्छ भने यो सबैले साधेर यो कलिका मान्छेहरू कहिले प्राप्त हुँदछ? त्यस्ता प्रकारले गर्दा अनि शुकदेवले यसरी गुरु प्राप्त हुनुपर्दो रहेछ। गुरु सच्चा प्राप्त हुनुपर्छ। सद्गुरु साधु वाको कहिए अगम कि देवे गम, हद बेहद सम समझावे भाने मन की भरम, महामत कहे गुरु सोई कीजिए अलख की देखे लख, इन उल्टी से उल्टाइए पिया प्रेम करे सनमुख। त्यस कारणले प्राणनाथजी आज्ञा गर्नुहुन्छ, यसरी गुरु त प्राप्त गर्नुपर्दछ, तर इन उल्टी से उल्टाइए पिया प्रेम करे सनमुख। आज तिमीले यहाँ संसारमा लगाउने माया, थोरै माया परमात्मा लगाउन सिक। त्यस कारणले प्रेम गर्न सिक। आज यिनी उल्टी से उल्टाइए भनेको यता गर्ने प्रेम परमात्मा लगाऊ अनि परमात्मा प्राप्त हुँदछ। त्यस कारणले श्रीमद् भागवत लेख्नुहोस् भनेर यसरी शुकदेव स्वामीले उहाँलाई भनिसकेपछि अनि यसरी नम्र भावले व्यासले सोधेपछि नारदले भन्नुभयो, हे व्यास, तपाईँले जसरी धर्मादि विषयहरूको वर्णन गर्नुभएको छ, त्यसरी वासुदेव कृष्णको महिमा वर्णन गर्नुभएको छैन। यसै कारणले गर्दा तपाईँको चित्तमा असन्तोष पैदा भएको छ। बिना हरिकीर्तन शब्द प्रपञ्च अर्थ हुन्छ। त्यसकारणले गर्दा जहाँ परमात्मा श्रीकृष्ण कृष्ण नाम विहीनस्य पापिष्ट दुरात्मन, परमात्मा श्रीकृष्णको यदि नाम जप्दैन भने त्यो आत्माले शान्ति पाउँदैन। धेरै जन्म जानुपर्दछ, धेरै दुःख प्राप्त गर्नुपर्छ त्यो आत्माले भनेर यसरी वेदमा भनेको छ। र यहाँ यसै गरी भन्नुहुन्छ, र बिना हरिकीर्तन शब्द प्रपञ्चम व्यर्थ हुन्छ। जसले मुकुन्द श्रीकृष्ण कीर्तन गर्दछ त्यसैले अरू विषय आदिको इच्छा गर्दैन।
इदं हि पुषस्तपसं श्रुतस्य वासिष्ठस्य सुक्तस्य च बुद्धिस्तयो अभिचयुतार्थ कविर्मिच रूपेतु एतत् श्लोक गुणान वर्तनाम। यसरी उत्तम श्लोक भगवान श्री कृष्णको गुण कीर्तन गर्नु नै मनुष्यको कर्तव्य हो। हरि कीर्तन अविनाशी तत्व हो। यसै तत्वलाई कविहरूले सार्थक तत्व वस्तु भनेको छ। यसकारण हे व्यास, हरि कीर्तन गर्नु नै तपस्या हो। इदं पुषास तपसा श्रुतस्य वा विष्टस्य सुक्तस्य बुद्धि तयो तयो। यस्ता प्रकारले भन्नुहुन्छ, शास्त्र ज्ञान यज्ञ सत्यवाणी ज्ञान दान आदिको फल हो। अतएव तपाईं हरि कीर्तन एवं हरि लीलाको नै वर्णन गर्नुहोस्। हे व्यास, पूर्व जन्ममा म दासी पुत्र भई जन्मेको थिएँ। चतुर्मास व्रत गरेर ऋषिहरूको सेवा गर्दा गर्दा श्रीकृष्ण कथा सुन्दा सुन्दा मेरो भगवान कृष्णमा प्रेम बढ्दै बढ्दै गयो र कीर्तन गर्दा गर्दै भक्ति प्राप्त भयो। क्रमशः म हरि भक्त भने भगवानको सन्तोषलाई नै उद्देश्य गरी गरेको कर्मले ज्ञान र भक्तिलाई उत्पन्न गर्दछ। त्यसकारण भक्ति ज्ञान बढाउने हरि कीर्तन गर्नुहोस्, सन्तोष प्राप्त गर्नुहोस् भनेर यसरी सुखदेव स्वामीले व्यासलाई भनिसकेपछि, ओहो, व्यासजी भन्नुहुन्छ, हे प्रभु, मैले त आज यसरी धेरै शास्त्र बनाई सबैलाई पार्ताने भनेको त, तर हजुरले भन्नुभयो यी सम्पूर्ण शास्त्रहरूले त धेरै, मैले त आज यस्ता यस्ता प्रकारका अनेक थरीको यज्ञ अनेक थरीको व्रत लेखेँ। यिनलाई त हजुरले भन्नुभयो जसरी आज भवसागर पार तर्नु छ, त्यसलाई ढुङ्गा हालेर तर भनेर लाए जस्तै भएछ, फलाम लुहा हालेर तर भनेको जस्तै भएछ। मैले त सबैलाई आज पार तार्नु त कहाँ, आज त्यो फलामको चाहिँ ढुङ्गा बनाएर पार तर्न बस भनेर दुनियाँलाई मैले त संसार रूपी ढुङ्गामा डुबाइदिन्छु। त्यसै कारणले हे गुरुदेव, अब म पनि यसरी यो भवसागरमा डुबिरहेको छु, मलाई पार उतार्नुहोस् भनेर यसरी व्यासजीले आज्ञा गरिसकेपछि सुखदेव भन्नुहुन्छ, हे प्रभु, हजुरले यस्तो पूर्व जन्ममा कुन कथाले गर्दा यसरी आज हजुरले कृष्ण भक्ति प्राप्त गर्नुभयो र मलाई पनि आज सुनाउन सक्ने अवसर कहाँ प्राप्त हुनुभयो, आज सबैका गुरु कसरी बन्नुभयो भनेर अब पूर्व जन्मको कथा मलाई सुनाओस् भनेर पूर्व जन्मानि सत्य संघाठान प्राप्त बोधे हरि जपम पर्यामी स्वयं वृत्तान्त गतित्वा नारदो अगम्मतम। यसरी पूर्व जन्मको कथा भन्नुहोस् भनेर व्यासजीले आज्ञा गर्नुहुन्छ र अब सुखदेव स्वामी आफ्नो पूर्वको जन्मको कहानी भन्नुहुन्छ। यसको साथसाथमा अब जुन 5औं अध्याय सुनिन्छ, 6औं अध्यायमा भोलि हामी श्रवण गर्न आज यतिकै भन्दै यही श्रीमद् भागवत विराम लिन्छ। बोलो कृष्ण कन्हैया लाल की, श्रीमद् भागवत महापुराण की जय होस्। सिद्धिया हो सिद्धि होइन। हे रहस्यमयजी प्रभु धाम मदनी, हे कृष्ण, पूर्व जन्मको सत्संग प्राप्त है हरि जपम। रमता जोगी राम तेरा दुनिया से क्या काम, रमता जोगी राम तेरा दुनिया से क्या काम, दुनिया से क्या काम तेरा, दुनिया से क्या काम, दुनिया से क्या काम तेरा, दुनिया से क्या काम, रमता जोगी राम तेरा दुनिया से क्या काम, रमता जोगी राम तेरा दुनिया से क्या काम। हाड़मासा का बनी है पुतला ऊपर जड़ी है चाम, हाड़मासा का बनी है पुतला ऊपर जड़ी है चाम,
एक पल में सब उड़ जाए, एक पल में सब उड़ जाए, इससे नहीं आराम। राम तेरा दुनिया से क्या काम, रमता जोगी राम तेरा दुनिया से क्या काम, रमता जोगी राम तेरा दुनिया से क्या काम। 8 मास का बनी है पुताला, ऊपर जड़ी है चाम, देख देखा के सब उड़ जाए, देख देखा के सब उड़ जाए, इससे नहीं आराम। रमता जोगी राम तेरा दुनिया से क्या काम, रमता जोगी राम तेरा दुनिया से क्या काम, रमता जोगी राम तेरा दुनिया से क्या काम। बाग बगैचा महल अटारी सुंदर महल मुकाम, बाग बगैचा महल अटारी सुंदर महल मुकाम। एक पल में सब उड़ जाए, एक पल में सब उड़ जाए, इससे नहीं आराम। रमता जोगी राम तेरा दुनिया से क्या काम, रमता जोगी राम तेरा दुनिया से क्या काम, दुनिया से क्या काम तेरा दुनिया से क्या काम। रमता जोगी राम तेरा दुनिया से क्या काम, रमता जोगी राम तेरा दुनिया से क्या काम। कृष्ण कन्हैया लाल की।